यही हो भाइरल अहिले पछिल्लो क्रमको भाइरल स्पोर्ट र यो 2082 सालको पहिलो दिन न्यु इयरको दिनमा यहाँ भनौँ न यहाँ आउनको लागि बाटोमा मान्छेहरू 6 घन्टा पनि जाममा बसेर क्या आज शनिबार भएको कारणले पनि धेरैजना आउनु भएको रहेछ यहाँ शेयर गर्नु बाइ बाइ हेलो नमस्ते एभ्रिवान होप सबैजना आरामै अनि सन्चै हुनुहुन्छ होला फेरि पनि मेरो युट्युब च्यानल A to Z नवीन ब्लग्समा पुनः स्वागत गर्न चाहन्छु तपाईहरु माझ अलिकति धेरै समयको अन्तरालमा भिडियो ल्याएको छु अलिकति व्यस्तताको कारणले गर्दाखेरि भिडियोहरू बनाउन पाएको छैन त्यसको लागि सरी र आज चाहिँ 2082 सालको वैशाख महिनाको 13 गते शनिबारको दिन रहेको छ म चाहिँ अहिले यहाँ पोखरामा रहेको छु अनि आज शनिबारको दिन चाहिँ आमा मेरो हजुरआमा पोखरा आउनु भएको छ अनि आज चाहिँ हामी उता भुर्जुङ खोला जुन पोखरादेखि लगभग 20 किलोमिटर जस्तो टाढा रहेको छ 1 घण्टामा हामी सजिलै पुग्न सक्छौँ त्यहाँनिर अनि विशेष गरी त भुर्जुङ खोला ट्राउट माछाको लागि फेमस रहेको छ र पछिल्लो क्रममा चाहिँ यो वाटरफल इको भिलेज प्रख्यात भएको छ ठाउँ अवलोकन गर्न आज आमा म जाँदैछु सो भिडियोमा के हुन्छ म भिडियोमा राख्नेछु भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त आमा हेलो गरिदिनु हेलो ल आमा र म भएर चाहिँ उता जान्छौँ र त्यहाँ गइसकेपछि त्यहाँ गण्डकी रेम्बो ट्राउट त्यहाँ फार्ममा चाहिँ हामी म चाहिँ पहिला पनि गइसकेको छु आमाको चाहिँ त्यहाँ पहिलो पटक है आमा ल त्यहाँ गएर हामी माछा र ढेँडो चाहिँ खानुपर्छ त्यहाँको ट्राउट माछासँग ओके बाइ सी यू र अहिले चाहिँ हामी यता लामाचौर कटिसकेको छ अब यहाँबाट कति लाग्छ होला अझै आधी घन्टा जस्तो अनि उता लामाचौरको चोकबाट चाहिँ सिधा सर्टकट यो बाटो चाहिँ बन्द रहेछ त्यही भएर हामी अर्को बाटो जाँदैछौँ अनि आमा स्कुटरमा बस्नको लागि उहाँ कम्फर्टेबल हुनुहुन्छ क्या है आमा र त्यही हो आमा र म चाहिँ जाँदैछु अनि मौसम त अब त्यस्तो राम्रो क्लियर छैन घाम चाहिँ लागिरहेको छ र भिजिबिलिटी त्यस्तो क्लियर छैन र अहिले लगभग 3 बज्न लागेको छ होला हामी त्यहाँ जान्छौँ घुम्छौँ अनि वाटरफल इको भिलेज जान्छौँ सुरुमा अनि त्यसपछि हामी तल गण्डकी ट्राउट फार्म त्यहाँ पनि पस्छौँ अनि त्यहाँ वरिपरि घुम्छौँ सो तपाईँहरूले हामी त्यहाँ के छ हामीसँग नै तपाईँहरूले हामीसँगै घुमाउँछौँ है हामी चाहिँ लगभग यो हाम्रो डेस्टिनेसनमा आइपुग्न लागिसकेका छौँ है सो यहाँबाट चाहिँ यता लेफ्ट साइडबाट यो गण्डकी ट्राउट फार्म जान्छ अनि यता राइटबाट चाहिँ माथि यता वाटरफल इको भिलेज जान्छ अहिलेको भाइरल डेस्टिनेसन आमा यता हुनुहुन्छ आमा कस्तो हुँदैछ बाटो नराम्रो रहेछ है ल हामी भर्खरै मात्र यो वाटरफल इको भिलेजमा आइपुगेका छौँ र आज शनिबार भएको कारणले गर्दाखेरि धेरैजना यहाँ घुम्नको लागि आउनु भएको रहेछ
आमा यो ठाउँ कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो। राम्रो लाग्यो। यहाँको खास के लाग्यो हजुरलाई राम्रो चाहिँ? पानीको झरना। पानीको झरना अनि यो ढुङ्गाहरू पनि है आमा कस्तो राम्रोसँग बिछाएको। सबै ढुङ्गाको मात्रै रहेछ। आउनको लागि त बाटो अलिकति असहज नै रहेछ है। अफरोड रहेछ। अनि आज शनिबारको दिन धेरैजना आउनु भएको रहेछ। भिडभाड पनि छ। सो सबै एज ग्रुपको मान्छेहरू चाहिँ आउनु भएको छ यहाँ। यहाँको यो सबै बनावटहरू होइन वालहरू हेर्दाखेरि युनिक छ क्या, एक्स्ट्रा छ। अनि म त यो काठहरू सबै ढुङ्गाहरू रहेछ। सो पछिल्लो क्रममा चाहिँ एउटा एट्र्याक्सनको पोइन्ट बनेको रहेछ यो ठाउँ चाहिँ। र हामी यहाँ घुमघाम गऱ्यौँ, फोटो खिच्यौँ, भिडियो पनि सुट गऱ्यौँ। अब चाहिँ हामी तल गण्डकी ट्राउट फार्म त्यहाँ पनि जान्छौँ। अनि त्यहाँ गएर त्यहाँको स्पेसल रेम्बो ट्राउट माछा हामी खान्छौँ। यी बाबुहरूले चाहिँ यहाँ न्युरो बेच्न बसेको रहेछ। कसरीका बाबु न्युरोको? कहाँबाट टिपे ल्याएको? को गएको टिप्न? हो र? भाइ त सानै छ त। अनि भाइ तल बसेर बोतल नि अनि म चाहिँ टिप्ने। अनि स्कुल गएर? स्कुल बिदा थियो नि त। ल बिरमा टिप्ने हो। यस्तो त्यहाँको त्यो देखेको त्यो छत्रङमा परेको रुख हुन्छ। अनि यसलाई डौडे भन्छ क्या। अनि यहाँबाट यसले बोइल गर्ने, यसको झुस जान्छ, गेड्ने, धुने, अनि बाहिरको यस्तो बोक्रा हुन्छ नि, यस्तो बोक्रा चिरेर फाल्ने। अनि त्यहाँबाट यसलाई चिरेर भित्रको गुदी चिरेर अचार पिनेर अचार मोलेर खाने। ल अनि डर लाग्दैन जङ्गलतिर जाँदा? ल हुन्छ, राम्रोसँग पढ ल। ओके बाई बाई। अहिले चाहिँ आमा र म यहाँ गण्डकी ट्राउट फार्ममा आइपुगेको छौँ है, माथिबाट घुमेर। अनि यहाँ एकछिन घुम्छौँ। आमा यता आउनु त, यो माछा आउनु त। यो सब यही हो, यो ट्राउट माछा भनेको। के माछा अरे? ट्राउट, चिसो पानीमा हुने माछा। जामा अगाडि हिँड्नु। अन्त माथि अझै माथि छ आमा माछा। अस्ति त त्यसै साग थियो, त सबै काटिसकेको थियो। यहाँ माछा माथि छ। सब पक्कै रहेछ। जम्मू माथि जानु त्यताबाट हो भने त्यो यिनीहरू घुमिराख्दो रहेछ आमा हुलमा। लेउ लागेको छ यहाँ। यहीँ बस्ने, म धपाएर ल्याउँछु माथिबाट। आमा
यस्तो माछा देख्नु भएको थियो जसले पहिला देखेन है धेरै छ है माछा हेर्न यहाँ यता ठुलो रहेछ थरीको हेर्न यो बुझुनहरू आमा होइन के सानो छुइखा आमा राम्रो उतातिर जाउँ ए यो माछा त यहाँ ल्याएछ एउटा कहाँबाट आएछ पिङ रहेछ नि चर्के पिङ आवा चर्के पिङ के रहेछ आमा यो गोलो घरमा के रहेछ यो पहिला हाम्रो घरमा पनि थियो है आमा जाँदो उतातिर छ कि हेर्नु जाउँ के छ के रहेछ यो भित्र त उता साइडको होला कि यो हेर्न आमा यो तालचा यो भोटे तालचा हो क्या हाम्रो घरमा थियो पहिला यो स्यागको त मुसेल खाइदिएछ क्या हेर्न यहाँ माथि आँखीतिर जाने त्यो चोरो ढोको थियो त्यहाँ त्यस्तो तालजा लाउँथ्यो भोटे तालजा हो क्या त्यो र हाम्रो यो माछाको फ्राई अर्डर आइसकेको छ हामी खान्छौँ यो अब त्यसपछि हाम्रो अर्डर चाहिँ ढेँडो छ त्यसपछि हामी ढेँडो खान्छौँ सो आज शनिबार भएको कारणले पनि धेरैजना आउनु भएको छ है विशेष गरी त माथिको यो वाटरफल यो इको भिलेज हेरेर सबैजना चाहिँ यहाँ गण्डकी ट्राउट फार्ममा चाहिँ माछा खानको लागि आउनु भएको जस्तो लागि देखियो तर आमा यो कुरुम कुरुम हुन्छ यहाँको ढेँडो र माछा अझ सबै यो सबै त सक्दैन यो प्याकहरू लानुपर्छ हामी चाहिँ ढेँडो खानु लागेको अब यहाँको माछा ट्राउट माछा र ढेँडो
छ त्यसमा दाल त खाँदैन होला है अलिकति हाल्दैन अलिकति धेरै हाल्दैन राम्रो खानु सजिलो भने दुध त्यसले गर्ने मासु राखिदिउँ एक पिस धेरै राम्रो राखिन्छ हाल्दिनु ल्याइहाल्छु न 30 रुपियाँ मात्र ओ भयो रस भयो सक्नु भयो हजुरलाई मन पनि ढेँडो बनाएको छ किलो है प्याक गरिदिन्छ त्यसको लागि प्लास्टिक माछा भनेर चटनी मिठो खानु कतिनाको सबै मिल्छ मैले एकै ठाउँमा एकै ठाउँमा मिठाई मिठो हुन्छ हामीलाई यो होइन हाम्रो अर्को पनि अर्डर छ है फ्राई हजुर फ्राई अर्डर पनि छ प्याकिङको चाहिँ नि त्यो एकछिनमा आउँछ एकछिनमा आउँछ आमा ढेँडो कस्तो लाग्यो हजुरलाई थोरै खानु म चाहिँ ढेँडो थपी खाइरहेको छु है ल हामी यहाँको ट्राउट माछा र ढेँडो खाएर निस्केको यहाँबाट आमा कस्तो लाग्यो हजुरलाई यो ठाउँ राम्रो लाग्यो माछा धेरै छ है अब हामी यहाँबाट निस्किन्छौँ र अहिले लगभग कति बज्यो 5 बजिसकेको छ होला 5 बजिसकेको छ अब त्यस पछाडि हामी लगभग 6:30 उता पोखरा पुग्छौँ आमा कस्तो लाग्यो हजुरलाई यो ठाउँ राम्रो लाग्यो है यो भिडियो चाहिँ हाम्रो 2082 सालको पहिलो भिडियो रहेको थियो ढिलै भए तापनि आमा र मेरो तर्फबाट सबैजनालाई नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना ल आजको दिन पनि रमाइलो नै भयो माथिको भाइरल स्पोट त्यहाँ पनि गयौँ अनि यहाँ पनि घुम्यौँ समग्रमा रमाइलो नै भयो हैन आमा ल म भिडियो बन्द गर्छु ढेँडो र माछा खायो ओके सो थ्याङ्क्स फर वाचिङ सी यू गाइज इन द नेक्स्ट भिडियो बाई बाई